गुड आफ्टरनुन एभ्रिवान वेलकम टु माई मिनी भ्लग है। अब चाहिँ अलमोस्ट म मेरो माइत घर पुग्नै आँटेँ है साथीहरू। यो वाइट बोलेरो राखेको चाहिँ मेरो ठुलो दादा र भाउजूको घर हो है। अनि माइत घर चाहिँ अलिकति अगाडिपट्टि छ हो। यसरी जाँदैछु है। अब यो माथिल्लोपट्टिको चाहिँ मेरो माइत घर हो। पुगे पनि है साथीहरू। हेर्नुहोस् है, अब सामानहरू पनि निकालिदिनु पर्यो है। मम्मी र बाबाको केहरू छ नि त होइन। त्यो सामानहरू चाहिँ मिस्टरले चाहिँ सामानहरू निकालिदिनु हुँदैछ है। हेर्नुहोस् त, रोडकै छेउमा छ, अलिकति पनि हिँड्नु पर्दैन हो। मम्मी र बाबाको यहाँ मेरो माइत घर चाहिँ होइन। अन्तखेरि चाहिँ यहाँ चाहिँ मेरो माइत घर गिडाब्लिङ सेरिकल्चरमा हो। हेर्नुहोस् है, सबै सामानहरू पनि केहरू ल्याइदिएको छु, अहिले तपाईँलाई देखाउँदैछु होइन। अनि मिस्टर चाहिँ अब गाडी राख्न जानु पनि भयो, गाडी राखेर आउनु पनि भयो। मम्मी र बाबालाई छे गर्नुहुँदैछ है। अनि मेरो पनि टर्न आयो, मैले पनि अब मम्मी र बाबालाई छे गरेँ है। हेर्नुहोस् है, बाबा चाहिँ अलिकति बिसन्चो हुनुहुन्थ्यो नि त। अस्ति हस्पिटलाइज चाहिँ बाबाको चाहिँ आँखाको यहाँनिर चाहिँ लड्नु भएको थियो नि त है। अन्त स्टिच परेको थियो, अहिले चाहिँ राम्रो भएछ है साथीहरू। तपाईँहरूले पनि प्रे गरिदिनु भएको थियो, एकदमै थ्याङ्क यू सो मच है। अन्त क्यान्टिनबाट चाहिँ मम्मीलाई यो फिनल होइन, सर्फ र ओट्सहरू ल्याइदिएको थिएँ है। अनि यो दुईवटा रामेन चाहिँ मैले मेरो भदैनीको लागि ल्याइदिएको है। उसले मन पराउँछ नि त, त्यो भएर चाहिँ भदैनी अहिले चाहिँ सिलगढी गएको रहेछ नि त। अन्त बाबा र मम्मीलाई मैले सुन्तला पनि ल्याइदिएको छु, अनि एप्पल पनि ल्याइदिएको छु। साङ बाल्ने पनि मम्मीले भन्नुभएको थियो, त्यो पनि ल्याइदिएको थिएँ है। हेर्नुहोस् है साथीहरू, फाइनली म चाहिँ अब माइत पनि पुगिसकेँ। मम्मी र बाबालाई पनि